साँच्ची राजावादी आन्दोलन चलिराखेको छ कि सकियो? राजावादी आन्दोलनका नेतृत्वकर्ताहरू उहाँहरूले हामीलाई अर्थात् हाम्रा साथीहरूलाई त धोका दिनुभयो कि आन्दोलनमा आउनुभएका साथीहरूलाई पनि धोका दिइसक्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा प्रहरीले खोजेका बखत उपस्थित हुने गरी हाजिर जमानीमा रिहा हुनुभएको थियो। उहाँहरू रिहा त हुनुभयो, तर जब प्रहरीले आवश्यकता पर्दा खोज्यो, खबर गर्दाखेरि पनि उहाँहरू उपस्थित हुनु भएन। त्यस पछाडि प्रहरीले पत्रचार समेत गर्यो र पत्रचार गर्दाखेरि समेत उहाँहरू उपस्थित हुनु नभएको भन्ने जानकारी बाहिरिएको छ। त्यसैले गर्दा उहाँहरू फेला नपरिसके पछाडि जो हाजिर जमानीमा छाड्नका लागि जमानीमा बस्नु भएको थियो हाम्रो कानुन व्यवसायी साथीहरू, हाम्रा साथीहरूलाई चाहिँ प्रहरीले जरिवाना तिराएको अवस्था छ। यद्यपि उहाँहरूले सम्पर्क गर्नुभएको छैन। यसको अर्थ राजावादी आन्दोलनका नेताहरूले हामीलाई अर्थात् कानुन व्यवसायी साथीहरूलाई धोका दिनुभएको छ भन्दा फरक नहोला। त्यही भएर म सोध्दैछु, उहाँहरूले कानुन व्यवसायी साथीहरूलाई त धोका दिनुभयो, तर राजावादी आन्दोलनमा आउनुभएका साथीहरूलाई चाहिँ धोका दिनुभएको छ कि छैन? आन्दोलन के भएको छ भनेर यहाँहरूको बिचमा यो जिज्ञासा राखेँ। थ्याङ्क यू।